दामी भएको कस्तो बात भाइ कस्तो बात बब्बाल छ है त अब अर्कोचोटि यो भने दामी बनाएर हाल्नु माथि त पोल्छ नि अनि नभए भाइलाई चाहिँ झड्का हान्यो है बोल्यो यहाँ हालेर गोरेङ गरेर खान्छौँ यसलाई है होइन भाइले चाहिँ अब इन्डियामा सिकेर आएको रहेछ ए बड्डा बड्डा आइहाल्यो रेडी छ यो भाइ अस्ति बोसहरूले गेम खेलाएको थियो त्यो गेमबाट चाहिँ भाइले एउटा हवन क्या अब हुन्छ नि अब त्यसमा भित्र हालिसकेपछि अब पाएँ त्यस्तो टाइपको मिसिन पाएको थियो हेलो गाइस तपाईँहरूलाई वेलकम छ मेरो मिनी ब्लगमा होइन अब आज चाहिँ शनिबार भोलि चाहिँ हाम्रो आइतबार छ होइन आइतबार चाहिँ हाम्रो छुट्टी हुन्छ अनि त्यही भएर आज चाहिँ हामीले कुखुरा लिएर आएर कुखुराको सिङ्गे खाइदिउँ भनेर होइन यहाँ हाम्रो भाइ छ भाइले अब बनाउन आउँछ अरे होइन अनि हामीले चाहिँ अस्ति बोसहरूले गेम खेलाएको थियो त्यो गेमबाट चाहिँ भाइले एउटा हवन क्या अब हुन्छ नि अब त्यसमा भित्र हालिसकेपछि अब त्यस्तो टाइपको मिसिन पाएको थियो अनि त्यसपछि हामीले चाहिँ यसो बनाएर खाएर हेरौँ न त भनेर हामीले चाहिँ कुखुरा अर्डर गरेको छ गाइस हामीले यहाँ मसलाहरू सबै रेडी गरिसक्यो होइन पिनेको भएर देखाएको गाइस होइन यहाँ रेडी छ यो भाइले बनाउने हो सर्लक्क यहाँ ल अब दल भाइ सर्लक्क पारेर खान्छौँ हामी रमाइलो हान्ने हो गाइस होइन आज साह्रो लिएर आएर टक्क है केही हुँदैन कहिले कहिले त खानु परिहाल्यो नि गाइस होइन र गाइस होइन भाइले चाहिँ अब इन्डियामा सिकेर आएको रहेछ ए बड्डा बड्डा आइहाल्यो नि आडामा छ केही हुने छोरा हो केटीहरूले अब स्कर्ट लगाउँदा केही भनेर होइन गाइस गरिसकेपछि बबालाई देखेको छ होइन सही हो अब हामी चाहिँ त्यसको भित्र पनि अब बाङ्राहरू कलेजहरू थियो त्यसमा डलेर यहीँभित्र हाल्यौँ भन्ने सोचेको छौँ होइन भाइ डलेर भित्र हाल्छौँ त्यसपछि यसलाई हामी 5 मिनटको लागि 5 मिनट होइन 1 घन्टै छोडिदिउँ है 1 घन्टाको लागि हामी छोपेर राखिदिन्छौँ त्यसपछि अब त्यसपछि स्वाद छिर्छ अरे नि त भाइले भनेको भित्र स्वाद छिर्छ अरे अनि त्यसपछि टक्क हामी रेडी हान्छौँ होइन त्यसपछि तपाईँहरूलाई देखाइहाल्छौँ गाई यसको गाइज हाम्रो चाहिँ अब यहाँ दलेर रेडी भइसक्यो होइन अब चाहिँ अब हामी यसलाई छोपेरौँ 5 मिनटको लागि राखिदिन्छौँ होइन 5 मिनटले 1 घन्टाको लागि राखिदिन्छौँ होइन बाहिरै राखिदिनु होला नि तिम्रो राखिदिनु ल गाइज हामीले छोप्दै अब हामी यसलाई 1 घन्टाको लागि यतिकै छोडिदिन्छौँ अब हामी नुहाइ गर्छौँ होइन त्यसपछि चट्ट आएर त्यसपछि फेरि भिडियो बनाउँछौँ ल गाइज हामी चाहिँ नुहाइ गरेर पनि आइसक्यौँ होइन अनि भाइले पाएको चाहिँ हाम्रो लकी ड्रमा यही मिसिन पाएको हो अब यसमा हामी मासु अब कुखुराको होइन सिङ्गै हालेर गोरेङ गरेर खान्छौँ यसलाई है अब हाम्रो अब ठाउँ त यस्तै हो हाम्रो रुम होइन अब यसलाई लिएर साथीहरूलाई तल राख्यो त्यसलाई ल्याएर पाइसक्यो अनि यसै हाम्रो बासमती चामल होइन पाइसक्यो भित्र फेरि साह्रो साह्रो यति राख्नु होइन हरि गऱ्यो गाइस हाम्रो ओपनिङ हुँदैछ हो त्यताबाट ल ठाउँ नपुग्दो रहेछ है तल गाइस हाम्रो चाहिँ यसको राखेको राखेको भाइ यहाँ राखेको राखेको ल गाइस हामीले चाहिँ यहाँ फेरि खान्छौँ है त्यसको माथि राखेर तपाईँ राख्छौँ ल भाइ सबै सबै लगाएर अब बनाउनु छ माथिबाट गाइस अब हामी खान्छौँ ल्याम पारेर पाइसक्यो अब 1 घन्टा हाल्ने हो माथि त पोल्छ नि अनि भाइलाई चाहिँ झड्का हान्यो है बोल्यो यहाँ ओके गाइस अब हाम्रो रेडी भाइलाई तपाईँ हामी यहाँ टाइममा दिन्छौँ यहाँ पनि 1 घन्टा दिन्छौँ भने ल गाइस हाम्रो चाहिँ पाकेर रेडी भइसकेको छ है त अब हेर्नु है त बोल्दै भाइ हाम्रो भाइले बनाएको अब चाकेर भाइ अब के भन्न चाहन्छु यसो खाने सम्पर्क नम्बर भन्यो नि त
नेपालमा भन्ने कि मलेसियामा भन्ने जहाँको भने पनि बाजेको छ सातो छ अति कति कमाएको कम्पनीमा लेसको गाइस ल गाइस हामी चाहिँ बनेर रेडी भइसक्यो होइन अब टक्क दारो सारो अगाडि राखेर अब हामी चाहिँ सार्दैछ ल गाइस जस्तो है मासुको बड्डा एक पिस खुवाउ त मलाई पनि खुवाइदेऊ त यार 15 लाग्छ दामी भएको कस्तो भएको भाइ कस्तो भएको बब्बाल गयो त अब अर्को त यो दामी बनाएर गाइस हाम्रो चाहिँ अर्को पनि बाँकी छ है त्यो त कस्तो खाना त्यत्रो मासु खाएपछि अब खाना त खाना मासु नि हो त्यही पनि रेडी त अलिअलि हालौँ भनेर बनाउँदैछौँ गाइस तपाईँहरूलाई कस्तो लाग्यो हाम्रो मिनी भ्लग लाइक सब्सक्राइब कमेन्ट हान्न नबिर्सिनु